मेरो आजको दिन पनि मौरीसँगै बित्यो है। आज चाहिँ म काटेको मैले, तर यो सिजनमा म काट्नु कतिको ठिक भन्ने कुरा चाहिँ मलाई थाहा छैन है। यसको बारेमा केही आइडिया पनि छैन। जस्ट एक्सपिरियन्स गर्दै हो मैले चाहिँ। अब खाली टाइममा कलेज, अब आजकल त जाडो बिदा छ, कलेजको छुट्टी छ होइन। कलेज बिदा भएको बेलामा यसो म चाहिँ मौरीतिर हेरिरहेको हुन्छु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नु होला। आज चाहिँ मैले यो रियल भोइसमै भोइस ओभर नगरिकन हाल्छु सोचिरहेको थिएँ, फेरि अझै भएन र अनि फेरि मैले भोइस ओभर नै गर्न पुगेँ। मौरी धेरै त छैन, 2 घार मौरी हो होइन। यो मौरीले चाहिँ खासै मह पारिरहेको छैन। हाम्रो सब्सक्राइबरहरूलाई जे होस् ओरिजिनल अर्ग्यानिक मह चाहिँ चाहिन्छ भने कमेन्ट गर्नु होला है। मेरो नयाँ सब्सक्राइबरहरूलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद। अनि यसरी नै माया सपोर्ट गर्दै गर्नु होला। थ्याङ्क यू, बाई बाई।